सो हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै। सो आज म चाहिँ नि कहाँ जानु लाग्यो भन्दाखेरि त्यो अस्ति म गएको थिएँ नि ट्रेकिङ गाइड ट्रेनिङको लागि, अनि एक्जाम पनि दिएको थिएँ। एक्जाम पनि पास भयो हामी तिनैजना। आज चाहिँ नि डकुमेन्टहरू बोकेर लाइसेन्स बनाउन जाने भनेको। पहिला चाहिँ त्यहाँ अफिसमा गएर हाम्रो त्यो डकुमेन्टहरू उठाउनुपर्छ, अनि त्यसलाई लिएर डकुमेन्ट भन्नाले त्यो सर्टिफिकेट पास भयो, यो मान्छे पास भयो, अब यसलाई लाइसेन्स दिए हुन्छ भन्ने सर्टिफिकेट दिन्छ त्यहाँबाट। अनि त्यो लिएर यो सरकारी अफिस के पो भन्थ्यो त्यही लाइसेन्स बनाउने अफिसमा गएर लाइसेन्स बनाउनु पर्छ। 1600 ओ कति तिरेर छुट्टै जान लाग्यो। अब थापा गाउँ विराट थापा मगर जाँदैछ। पानी पर्ला साँझ, रेनकोट बोकेको छैन, पानी नपरोस्। डेली पानी परिरहेको छ आजकल त। थापा गाउँ अब प्रोफेसनल लाइसेन्स लिएर प्रोफेसनल ट्रेकिङ गाइड हुन्छ। लेट्स गो। Let's go. हो कति दौडाको यो गाडीले, कति जाम भएको आज फेरि। बाटो यत्रो छ, जाम त भइहाल्छ। सो अब प्लान चाहिँ नि के छ भन्दाखेरि अहिले एउटा फेसबुक पेज हो, फेसबुक पेज बनाएको छु। सुरुमा अब त्यसमै भिडियो त हालिसकेँ। अब बुस्ट एउटा राम्रो भिडियो हालेर त्यसलाई बुस्ट गरेर अनि त्यो पेजलाई ट्राभल पेज जस्तो बनाएर अनि फ्रिल्यान्सिङ गर्ने भनेको प्लान चाहिँ त्यो छ अहिलेसम्मको। अब हेरौँ के हुन्छ। फ्रिल्यान्सिङ मतलब त्यो के अरे ट्रेकिङ लाने यताउति टुरिस्टहरूलाई, विदेशीहरूलाई, अनि त्यस्तोबाट पैसा प्लान चाहिँ त्यो छ अहिलेसम्मलाई। अनि पछि हेरौँ कम्पनी खोल्ने यताउति भएन भने त्यही हो प्लान चाहिँ। अहिलेको लागि चाहिँ त्यही फ्रिल्यान्सिङ गर्नुपर्छ। अनि साथी एउटा युएस मान्छ, त्यसले नि यसो बुस्ट गरिदिन्छ यताउति खैरेहरूलाई, यो कम्पनीबाट यो मान्छेहरूसँग जा भनेर गाइड पक्का छ भन्दै गरोस् साथीले। ओ क्लास 12 को क्लास सक्यो, रातो छ ड्रेसमा, रङ रोगन बच्चाहरूको। आकाश यस्तो निलो पानी परेर बादलहरू जम यहाँ पहेँलो फुल फुल्थ्यो, अहिले झरिसकेका फुलहरू। बसन्त ऋतु आउनु लाग्छ, आइसक्यो जे बस आउनु लाग्छ भन्दा पनि आइसक्यो बसन्त ऋतु। स्प्रिङ सिजन अफ फ्लावर्स, स्पेसली आवर नेसनल फ्लावर लाली गुराँसको सिजन हो। अब जानुपर्छ यो चैत्रमा लाली गुराँस हेर्नलाई ट्रेकिङ। अस्तिकै पहिलाकै रुट जान्छु म, क्लास जाने बेलाको रुट यहीँबाट जान्थेँ म। 1 महिना 45 दिन गएँ म। बिहान 6 बजे उठेर चिसोमा, तर यति स्पिडमा चाहिँ जान्दिनँ बिहान चाहिँ। आज अलि हतार भएर स्पिडमा हो। बिहान त चिसोमा, त्यही माथि यो भाइजरमा फग आउँथ्यो, एन्टी फग पनि हालेको थियो त्यतिखेर। अहिले त एन्टी फग हालेछ। नयाँ हेलमेट बिस्तारै
हतारमा मेरो बालीवाला किरिङ त उल्टो भएछ ल बाली म गएको चाहिँ होइन है फेरि बाली साली मलाई अस्ति साथीभाइहरूले ल्याइदिएको किरिङ बाली गएको थिएँ मेरो क्यामेरा बोकेर त्यहाँबाट आएको थियो गिफ्ट सानो यो हतारमा छन् सबजना धेरै कुदाउनु हुँदैन पेट्रोल बचाउनुपर्छ अहिले त पेट्रोलको भाउ पनि कति बढेछ 15 रुपिज पर लिटर 157 थियो अहिले 15 रुपियाँ बढेर कति भयो हिसाब गर्नु त अनि बिहान बिहान यो गल्लीमा त्यो बुढी आमाहरू उत्यो गर्थ्यो क्या पूजा गर्थ्यो अनि स्पिड कुदाउनु पनि लाग्थेन झ्याप्प हानिदियो भने त ओहो त्यही भएर बिस्तार जानुपर्छ चोक चोकमा आएर पूजा गर्थ्यो क्या आमाहरू नेवारी आमाहरू नेपाल माउन्टेन एकाडेमी भन्ने छ अफिसको नाम चाहिँ नि कलेजै हो त्यो त कलेज पनि छ +2 +2 त होइन ब्याचलर्स र मास्टर्स गर्नु मिल्छ त्यो ठाउँबाट यस्तै माउन्टेन रिलेटेड कोर्सहरू हुन्छ मैले अघि साथी युएसमा छ भनेको थिएँ नि त्यो साथी पहिला हामीसँग ट्रेकिङ यताउति हिँड्थ्यो त्यो पनि माउन्टेन लभरै हो नेपाल भएको थियो नि यस्तो निकाल्थ्यो होला तर त्यो यहाँ छैन साथीको फोन आयो अनिलको फोन आयो फोन उठाइदिउँ त्यो साथी आइसकेको छ नेपाल माउन्टेन एकाडेमीमा अब यहाँबाट कति 5 मिनटमा पुगिन्छ नेपाल माउन्टेन एकाडेमी एनएमए यस्तो फुल छ बेगम भ्याली रातो रातो यहाँबाट थापा गाउँ यही के अरे थापा गाउँ कहाँनिर पो थियो दिउँसो त बत्ती देखिँदैन रातिमा आउने बेला बिहान त्यहाँ नियन लाइट बल्थ्यो त्यसले थाहा पाउँथेँ मैले हो त कहाँ हो यो राइडमा हुन चाहिँ नि यसो विचार गरेर जानुपर्छ फेरि उतै गयो भने घुम्न त्यहाँ हुन्छ कहाँ भन्दाखेरि यतै हो कता 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 उयो के अरे यो यही हो राइट फेरि फोन गर्छ किन हो ऊ डाका त्यहाँबाट फोन गरेर छ फोरी है कसले फोन गर्यो ल यो नेपाल माउन्टेन एकाडेमी यहाँबाट लियो हामीले अब जानु लाग्यो सर्टिफिकेट लियो अब लाइसेन्स त आज हुँदैन होला त्यो अनलाइन फर्म भर्नुपर्छ अरे त्यो अनि लिङ्क पनि ल्यापटपबाट मात्र खोल्छ अरे फोनबाट नखोल्नु रहेछ सो अब घरमा गएर लिङ्क खोलेर ल्यापटपबाट अनि आउनु पर्ला एक दिन फेरि यो मेरो कपी क्याट मेरो जस्तै बाइक किने मेरो जस्तै हेलमेट किने भन त भन्दिनँ मैले पछि लिएको हो क्यामेरा नि मेरो जस्तै छ ए ए ए ए ए ला यो नै लाउनु बिर्सिछु मैले छाड्दै केही हुँदैन बिस्तारै जान्छु बिस्तारै बिस्तारै दुख्दैछु तिम्रो ओ कपी क्याट
मिस्टर पपी क्याट तर हेलमेट चाहिँ मेरो अलिक कालोमा छ यसको सेतो हो कि खैरो हो कि के हो यो वाट्सएप हेभ यु एनी हो यस सर मेनी मुल अलराइट यो चाहिँ अस्तिको कन्टिन्यूवाला ब्लग अस्ति लाइसेन्स लिन जान्छु भनेको अलिकति अनलाइन फर्म यताउति भर्नुपर्ने भएर अलि भएन अब आज जान लाग्यो हिजो घोडे जात्रा त्यही भएर आज यो टुरिज्म अफिसमा छ त्यहाँ जानुपर्ने छ त्यहाँ जान्छु अनि लाइसेन्स बनाउँछु आज त बन्छ होला पक्का ओ मुसा आज त बनाउनै पर्ने हुन्छ लाइसेन्स ओके टर्न लेफ्ट हियर यो सिंहदरबारको दक्षिण ढोका यो हो र सहरी विकास तथा के मन्त्रालय अरे उयो राइट त्यही कतै छ यही अफिस हो कि जिल्ला समन्वय समिति घुमे गयो म त यही होला यो दाइहरूलाई सोधौँ दाइ त टुरिज्म अफिस कता हो टुरिज्म अफिस पर्यटन कार्यालय काठमाडौँ कहाँ गयो तिनीहरू ल फाइनली लाइसेन्स पनि आयो अब बिस्तारै ट्रेक जानुपर्छ टुरिस्टहरू लिएर भन्ने आशा छ फाइनली कति आज तीन घन्टा जति कुर्यो होला 12 1 2 3 4 घन्टा लाग्यो 3-4 घन्टा लगाएर ओहो एकदम एक्टिक यो सरकारी काम त यति झन्झट घरिको यो भएन घरिको त्यो भएन तर जे होस् लास्टमा भयो त्यही हो अब कुनै दिन जानुपर्छ ट्रेक टुरिस्ट लिएर है त थ्याङ्क यू फर वाचिङ बाई